के छ दिदी ठिक छ ठिक छ हो अनि गुम्बातिर कहिले बस्नुभयो कतिखेर जानुभयो मलाई खबर पनि दिएन गएर आएको नि हो र 4 दिनको व्रतमा ए- सबैजनाको यो अहिले दसैँमा काठमाड बढी गर्छ होइन अँ, त्यसको लागि अब भाने मलम गरेको अँ, मुन्डु बसेको अँ, अनि आज आएको ए एक दिन पानी पनि नखाई थुक पनि ननिली अँ, केही नखाइकन त्यसरी बस्नुपर्छ ए अनि आज बिहान मात्र खाएको हिजो अस्ति 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 बिहान खाएकोदेखि केही नखाएको पानी खाएँ बेलुका अँ, अनि त्यसपछि हिजो दिनभरि भोकै केही नखाने अनि आज बिहान 5 बजे खाएको ए ल ल ल ठिक छ धेरै राम्रो भयो आफ्नो लागि नभएर सबैलाई राम्रो होस् जगत प्राणीको लागि राम्रो होस् प्राणी भने सबै किरा फटेङ्ग्रा मान्छे सबको लागि क्या अँ, त्यसको लागि ए धर्म गरेको ल ठिकै छ त्यो प्लास्टिकमा गुम्सिएर पाकेछ के पनि तपाईँ खाँदैछ आज दसैँ यो खाउँ राम्रो मनायो 3-4 दिनपछि अलिक ठुलो हुन्छ अनि मासु भात पनि खाइयो टिका पनि लगाइयो फुल्दैछ अब जानुपर्छ ड्युटीमा पोहोर त दसैँमा खाएको है ड्युटी छ मेरो त अब जानुपर्छ ल सबैलाई बाई बाई गर्छु है हस् धन्यवाद बाई बाई सबैलाई बाई बाई गर्छु बाई बाई